초콜릿은 달콤해 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 오렌지는 상큼해 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 अचार बनाउनु हुँदैछ अचार खोर्सानी पिन्नु हुँदैछ यसको ब्लग स्टार्ट भयो अघिदेखि के परे परिकार फिनिस भयो मलाई बोल्नै आउँदैन के भन्नुहुनेछ रिजन भाइ हेलो नमस्ते साथीहरू म झर्ना राई आयो तपाईहरु सन्चै हुनुहुन्छ म पनि सन्चै छु भन्ने आशाको साथमा मैले मेरो न्यू ब्लग स्टार्ट गर्दैछु अनि सबैलाई ह्यापी न्यू इयर गाइज अनि आयो तपाईहरुको न्यू इयर राम्रै भयोस् अर्को नयाँ वर्षको सालमा पनि यो वर्ष राम्रै गयोस् यो 2082 साल भन्ने आशाको साथमा मैले मेरो न्यू ब्लग स्टार्ट गर्दैछु अनि आज चाहिँ म माथि साथीको घरमा जाँदैछु अनि सबै साथीहरू एक ठाउँ भएर के बनाएर खानु लागेको गाइज स्टुडेन्ट गाइज अनि मम्मीहरू चाहिँ त्यही मम्मीहरूको फाल्टै साथीहरूसँग के बनाएर खानुहुन्छ उनीहरूको म भिडियो बनाउँदिन गाइज अनि आज चाहिँ धेरै साथीहरू गाउँको साथीदेखि लिएर धरानको साथीहरूसँग के मिलाएर बनाएर खानु लागेको गाइज स्टुडेन्ट गाइज एक दुईजना साथी चाहिँ मिस भइगयो उनीहरूलाई पनि ह्यापी न्यू इयर छ गाइज अनि धेरै धेरै सम्झना यो वर्ष यस्तै भयो अर्को वर्षसँगै न्यू इयर सेलिब्रेट गर्न पाऊँ भन्ने आशाको साथमा स्टुडेन्ट गाइज अन्तिमसम्म हेर्नु होला गाइज अनि मैले चाहिँ के भन्न छुट्याएछु भने तपाईं मेरो न्यू ब्लगमा न्यू हुनुहुन्छ भने लाइक कमेन्ट शेयर सब्स्क्राइब पनि गरिदिनु होला भन्दै आशाको साथमा स्टुडेन्ट गाइज आज चाहिँ अब म जान्छु गाइज यहाँ म बस्न चाहदिनँ किनभने अफकोर्स यहाँ घरमा बस्यो भने म झगडा गर्न सक्छु दादासँग त्यही भएर म जान्छु गाइज मलाई चाहिँ एकछिन पनि घरमा बस्नु दिएन म गएको अब के भन्नु आज झगडा गर्नु हुँदैन अरे गाइज किनभने अरू यो वर्षैभरि त्यस्तै हुन्छ अरे गाइज म उकालो लागेको गाइज उकालोबाट चाहिँ मेरो घर यस्तो देख्छ हेर्नु सक्नुहुनेछ अहिले चाहिँ म उकालो जाँदैछु माथि चाहिँ 2-3 घर छ गाइज देमा के गर्नु भएको मेरो बारीमा को गर्छ बौराई जस्तो छु हेर्नु देमाको करेसा बारी हेर्नु सक्नुहुनेछ गाइज आज के खाने प्लान छ तपाईको के खाने प्लान छ आज मम अनि के जति पुरी अनि आलु चप अनि के पनि खै के खानु ताकी ए आभार भर्खरै फुल्दैछ नाइजा यो भरै निले काम गर्छ बस्नु ल देमा यो चाहिँ देमाको घर हो गाइज हेर्नु सक्नुहुनेछ तपाईलाई मेरो न्यू भ्लगमा स्वागत छ दादा हेलो भन्नु न यो चाहिँ दाजुको घर है जेन्सा तिम्रो घर हेर यहाँ भाउजू हुनुहुन्न अनि यो पनि जेन्साकै घर हो अनि त्यसपछि उयो चाहिँ हाम्रो क्लब हो अनि त्यो क्लबमा चाहिँ बिहे अनि कि मरौ त्यस्तोतिर त्यो सामग्री थालबोटका युज गर्न पाइन्छ भाँडाकुँडाहरू अनि त्यसै अनि गाइज हेर्नु सक्नुहुनेछ मेरो नानाको घरमा आइसक्यो गाइज अनि हेर्नु सक्नुहुनेछ यहाँ तल गयो गाइज म चाहिँ यत्रो टाइम लगाएर आएँ तिनीहरू सबैजना घर गयो अरे हामी सबैजना सँगै सुतेको तिनीहरू घर गयो अरे यो चाहिँ हेर्नु सक्नुहुनेछ गाइज मेरो दिदीको घर नानाको घर अनि यो चाहिँ देमाको घर देमा हुनुहुन्न
दिदीले चाहिँ नानाले चाहिँ घरबारी जोतिसक्नु भएको छ, मतलब गुहार लगाएर जोतिसक्नु भएको छ। एक दुई दिनपछि घर फर्किनुहुन्छ। हेर्न सक्नुहुनेछ गाइज। अनि यहाँदेखि चाहिँ राम्ररी भ्यू देख्छ। यो पर चाहिँ पारी हो गाइज, छिन्ताङ। अनि हिले त्यस्तै त्यस्तै तल चाहिँ कोशी छ, अनि कोशी चाहिँ तम्बुर कोशी हेर्नु सक्नुहुनेछ। यो पनि किचन हो गाइज, अनि यो पनि किचन हो। हाम्रो देउता यस्तो हुन्छ गाइज। मेरो घरमा चाहिँ मैले देखाइन। यो चाहिँ ठुलो घर हो गाइज। हेलो गाइज, नमस्ते। हेर्नु सक्नुहुनेछ। 1 hour later. A few. गाइज फाइनली म चाहिँ आएको यहाँ 1 घन्टाभन्दा ज्यादा भइसकेको छ। हामीले खाजा खाइसक्यौँ, बसे पनि कति भइसक्यो। यहाँ कामसाम गरेर हामी चाहिँ अहिले बसिरहेको। अहिले चाहिँ हामी के खानु लागेको यहाँ त्यहाँ किटक्याट खानु लागेको गाइज। अनि मेरो साथी चाहिँ यहाँ लुगा धुँदैछ, हल्का सरसफाइ। आज न्यू इयर हो नि त। अनि छिटो आउनु पर्यो, यहाँ ढिलो भइसक्यो। गफसफ गर्नुपर्छ। आजै हो फाइनल। भोलि पछि तिमीहरू कहाँ कहाँ पुग्छौ। भोलि साथीहरू धरन जान्छ कतिजना, अनि त्यही भएर छिटो आइस्। सो गाइज अहिले चाहिँ हामी दोकान जानु लागेको। अनि उनीहरू तल दोकानमा आउँछ अरे साथीहरू। अनि म चाहिँ सुतेर नि उठिसकेँ गाइज। अनि पर्खिँदा आएन। अनि त्यसपछि तल दोकान जानुपर्ने भयो। अब चाहिँ आकृति र म चाहिँ दोकान जानु लागेको गाइज, स्टुडेन्ट गाइज। अनि हामी होलीमा बनाएर खाएको जस्तै पिरो थुक्पा बनाएर खानु लागेको गाइज। स्टुडेन्ट वाचिङ। अहिले चाहिँ म भिडियो बनाउँदिनँ गाइज, धेरै घाम छ। घामको इफेक्टले राम्रो आउँदैन। सो गाइज फाइनली हामी चाहिँ आइसक्यो। खै देखिनछौ। हेलो कहाँ चाहिँ छिसौ। ह्याप्पी न्यू इयर गाइज। खतरा देखिरहेछ त अनुहार त। मैले तल दोकानमा सामान किनेको नदेखाएको गाइज। हामी तर कोक लभर हो, तर डिउ मात्र रहेछ। के गर्नु, हामी तर कोक लभर। जेन्साको लागि नि मेसेज भन्न। जेन्सा आई मिस यु। तँलाई धेरै धेरै हामी सम्झिँदैछौँ। तँ यता कमिटिस नभए तैँले यति साह्रो हामीलाई जोक गर्छ। लास्ट कमेडी गर्छ। र केही छैन, हाम्रो झरीको पनि दारा छ। अहिले चाहिँ हामी घर आएर हाम्रो आकृति साथी यहाँ काम गर्दै हुनुहुन्छ। हामी चाहिँ यहाँ गेम खेल्दैछौँ। अब हामी पनि काम गर्दैछौँ गाइज। स्टुडियो शिखा चाहिँ काममा लागिसकेको छ, हेर्न सक्नुहुन्छ। अनि यहाँ डेमा अनि हाम्रो प्रतिज्ञा दिदी पनि काममा लागिसक्नु भएछ, हेर्नु सक्नुहुनेछ। म चाहिँ हल्का भिडियो बनाउँदै काम चाहिँ अरे यहाँ पानी तातो थुक्पा उगाउनु पर्ने अरे, उसिनु पर्ने मेरो काम चाहिँ। अनि अस्तिको जस्तो पिरो थुक्पा बनाएर खानु लागेको हामी चाहिँ गाइज। सो गाइज स्टुडियो चाहिँ यहाँ बेसार र तेल हालिदिएको रहेछ आकृतिले। म यहाँ माथि गएको बेला थुक्पा लिनु गएको बेला सो 400 लिइरहेछ, हेर्नु सक्नुहुनेछ। शिखाजी चाहिँ धेरै मेहनती हुनुहुन्छ। हामी चाहिँ बसिरहेछौँ, यहाँ अचार बनाउनु हुँदैछ, अचार खोर्सानी पिन्नु हुँदैछ। अघिदेखि नै भएको, घरदेखि नै भएको। सो गाइस यहाँ चाहिँ टमाटर अनुष्काले पोलेर ल्याइसकेको छ। अनि यो चाहिँ पिनेको शिखाले, यो पनि शिखाले काटेको। अनि यहाँ पिन्दैछ अहिले पनि।
हेर्न सक्नुहुन्छ। म अरूहरू चाहिँ कहाँ छ भन्ने थाहा छ। यहाँ हेर्न सक्नुहुन्छ। अब कस्तो अल्छी लागिसक्यो मलाई। कस्तो हो यो यहाँ सुत्यो दुईजना अल्छेनीहरू चाहिँ। यहाँ हेर्न सक्नुहुन्छ। यहाँ पनि रहेछ खानेकुरा। यो खास साथीहरू चाहिँ कोक मात्रै खान्छ तर नि आज चाहिँ डिउलेको हेर्न सक्नुहुन्छ। स्टुडेन्ट गाइज अन्त मेरो ब्लग हेर्नु। सो गाइज यहाँ चाहिँ के भन्छ यसको नाम थुक्पा धुनु लागेको रहेछ गाइज दुईजनाले। सो गाइज फेरि म चाहिँ करेन बनाउनु लाग्यो। सो फाइनली गाइज यहाँ चाहिँ फिनिस भइसकेको छ हाम्रो के पो अरे परिकार फिनिस। सो गाइज यहाँ सर्भिस गर्नु हुँदैन। कस्तो छ मिठो हामीले त बनाएको। सब्सक्राइबरहरूलाई चाहिँ के भन्न चाहन्छु म? के भन्नु हाम्रो यो भिडियो हेरिदिनु अनि लाइक कमेन्ट गरिदिनु अनि अझ तपाईँहरूको साथीहरूलाई पनि च्यानललाई सब्सक्राइब गरिदिनु भनिदिनु। सबैजनालाई तिमीहरू चाहिँ के भन्न चाहन्छौ? हेर न लु म त खान्छु पनि। म नि खान लाग्यो। हेर त भयो भयो ले त कस्तो छ कमेन्ट भन। मिठो छ। ल्याइदे न त गर्न सक्छस् त यार। खोइ हामीलाई नमिल्ने नमिल्नु त तिमीहरू हामी तिनजना मिल्छौँ। हामी तिनजना मिल्दैन आइज यहाँ फाइनल करेन चाहिँ फाइनली सकिसकेछ अनि बर्दिका र शिखालाई चाहिँ पुगिसकेछ अनि शिलालाई पनि पुगिसकेछ। अनुष्का र म चाहिँ खाँदैछौँ। फाइनली सकिएर हाम्रो चाहिँ यस्तो भइरहेछ। खाम खाम हेरौँ खाम खाम लाग्दो रहेछ यहाँ होइन? अब भन्न चाहिँ झेल टल्केर छैन। फाइनली गाइज हामीले खाइसक्यौँ। यहाँ हेर्नु सक्नुहुन्छ लथालिङ्ग बसेको छ एउटा आइमै। यहाँ हेर्नुहोस् उनीहरू चाहिँ अघि नै खाइसकेको। हामी लास्टमा खाने भनेको तिनजना म त होइन अनुष्का अनि म हामीले यहाँ खाएको पिरो 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 पिरो। अब चाहिँ हामी अब भाडामा कमाउनु जानु लाग्यो गाइज। म चाहिँ जुरो भाडा धुनु लागेको गाइज। अनि गाइज मैले चाहिँ माझिसकेँ अनि यसले चाहिँ धुँदैछ शिलाले चाहिँ। अनुष्काले चाहिँ यो कराई माझेर गइसक्यो। अब हेर्नु सक्नुहुनेछ म यति धेरै मेहनती छु कि भन्नै पर्दैन। म धेरै मेहनती छु गाइज। स्टुडेन्ट गाइज अब हामी गेम खेल्छौँ होला सायद। म चाहिँ गएको म गएको हेर्नु सक्नुहुनेछ। यहाँ धनकुटामा धेरै घाम छ। यहाँ अहिले चाहिँ सबैजना फोन चलाउँदैछ। हामी चाहिँ सुतेर उठेको अनि यहाँ उठेर हेर्दाखेरि त यहाँ ठुलो बडा मान्छे आउनु भएछ। यहाँ आएर नि खाइसक्नु भएछ। हजुर छोरी छोरी करेन्ट चार्ज हामी लिएको हो धेरै छ छैन तर मेरो मोबाइल त्यो आइफोन चाहिँ अलिक बिग्रेछ कि म्यानेजरहरूले बनाउनु लाग्यो। म म्यानेजरलाई चाहिँ क्यामेराम्यान गरौँ न। के भन्नु चाहनुहुन्छ मेरो भ्लगमा 2 शब्द राखिदिनु होला त यहाँ। हजुर आज म 2082 सालमा यता म पुच्छरदेखि ब्रुटलको यसो हावापानी खानु आएको। त्यही भएर केटाकेटी मात्र छ चल्लाचल्लीहरू मात्र माउहरू छैन। त्यही भएर विस्फोट लागिरहेको छ के गर्नु। तपाईँ चाहिँ 2 शब्द राख्नु होला यहाँ। हेर्नु सक्नुहुनेछ अहिले चाहिँ कस्तो शीतल शीतल ठाउँमा आइपुग्यौँ हामी चाहिँ। अनि अब हामी ग्राउन्डमा पुग्नु लागेको। गाइज के भन्नु
हाउ फास्ट रन प्रतिज्ञा गाइस चेन्ज पनि गरिसकेको छ यहाँ हेर्नु सक्नुहुनेछ रिदम भाइ सन्जय सुम धेरै घाम छ र नि यहाँ राम्रोसँग खेल्दैछ ड्याम सक्यो देख्नुभयो यस्तो खतरनाक खेल्नुहुन्छ हाम्रो दाइहरू आउनु होला धनकुटामा गेम खेल्नु गाइस अब तिहारको भोलिबल त खतरा गेम हुन्छ तिर्तेमा गेम खेल्नु आउनु होला पहाडी गाउँमा हुन्छ स्टुडेन्ट गाइस प्रतिज्ञा अहिलेसम्म आएन गाइस फाइनली प्रतिज्ञा चाहिँ हाम्रो ग्राउन्डमा उपस्थित भइसक्नु भएछ यहाँ हेर्नु सक्नुहुनेछ 2 घन्टा पछि होला सायद अब म पनि गेम खेल्न जान्छु गाइस बाई बाई गाइस मैले चाहिँ हिजोको ब्लग आज एडिट गर्दै थिएँ अनि मेरो आधी ब्लग चाहिँ डिलिट भइसकेको रहेछ कति ब्लग चाहिँ अनि कुनै ब्लगहरू बाँकी थियो अनि त्यो ब्लग चाहिँ हालेँ मैले अनि प्राय डिलिट भएको चाहिँ मैले हालिनँ त्यसमा नरिसाउनु होला कहाँदेखि कहाँ पुगेर चाहिँ मेरो ब्लग चाहिँ अनि मैले एन्ड नै गरेको रहेछ अनि मेरो ब्लग खोजेको मैले भेटाइनँ अनि अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धन्यवाद तपाईँलाई अनि भन्दै आजलाई यति नै अर्को ब्लगमा भेटौँला आयो तपाईँहरूलाई मेरो ब्लग मन पर्यो भन्ने आशाको साथमा मैले मेरो ब्लग एन्ड गर्दैछु गाइस